हामी चाहिँ घुम्न जाने तयारीमा साथीहरू चाहिँ सबै गाछी बानी तयार भइराखेका छन् होइन। चाहिँ यहाँबाट हिँडिरहेको छु भर्खर। यो भनेको दुलेगुडा बजारको पारी लालिमतिरको यो हो है गाइस। म तपाईँलाई सेती नदीको खोज पनि देखाउँछु कस्तो छ भनेर। देख्दै पनि बडो डेन्जर छ क्या। अस्ति बाइकले प्रब्लम दिएको थियो क्या, यसको एउटा के भन्छ सेन्सर गएर होइन, डह्रो महँगो पर्दो रहेछ, डह्रो फड्का लाग्यो। है त्यही पनि ठिक छ। यो भनेको हाम्रो गणपति बजार हो है। गणपति बजार हो। रोकिन्छन् अरू साथीहरू पनि आउँदैछन्। सब साथीहरू दुलेगुडा बनाउँको है। नमानिनु होला होइन, हुन्छ ठुलो माटो त्यस्तै छ। बाटो पनि माटो त सफाइ छ हुन्छ नभए एकदम तलको बाटो अलिक अहिले बनाइरहेको छ। तलको बाटो यस्तै हो गाइस। यात्रीको जिन्दगी होइन, कहिले कता घुमिराखेका हुन्छ। यस्तै हो के गर्ने। यहाँबाट बल्ल पोखरा नदीको खोज हो है। सेती नदीको किनार हो। सेती नदी हो। गर्ने अवस्था छ। पटोली यहाँबाट म भएर कोत्रिएर किने रे। अब लागौँ होला है त। अब त 6 लाइनको बाटो होइन, सरर गाडी
कपाल छ नि गाइस। कति गियरमा छ भन्ने कुरो पनि थाहा भएन यार। गाइजहरू पनि त्यस्ता स्पिडमा आउँदैनन् होइन। भइसकेको रहेछ। गाडीले योभन्दा माथि गर्न जाउँदा भाइ हामीमा पनि कुदाउनु हुँदैन। यदि जानेका सर सिलामेसको पनि अगाडि अझै पछाडि फेरि यो गन्नाले हेलमेट लगाउँ भने आवाज सुनिँदैन गाइस। लाग्यो पछाडि मनाइसक्यो हो गाइस। टोलीहरू सब गइहाल्यो। यो मुगलिनदेखि पोखरा जाने बाटो है सररररर छ। बाटो त मस्त छ तर गाडीहरू बडो डेन्जर तरिकाले आउँछ कि। गएर पनि अलि सम्हालेर बचेर हिँड्नु पर्ने हुन्छ। टोलीहरू उता गइसकेका छन्। दिमाग पनि हो कि कस्तो गियर ओभर फुल गियर भइसकेको छ। त्यो पनि अब माथि तानिरहेको के म टोलीहरू यो हो, यो गाडीको टोलीहरू हो है। गएपछि दुःखी छ, जानु गयो भन्न सकिन्छ भन्ने हुन्छ होइन। यस्तै हो, गएपछि दुःखी छ, जानु गयो भन्न सकिन्छ। गाइजहरू यात्रा गर्दाखेरि धेरै केयरफुल हुनुपर्छ है। यो साधनहरू यस्तरी आइदिन्छ जान्नहरूले कुरै नगरौँ। विशाल भाइले पनि कुदाइरहेको छ। आज चाहिँ भाइको बर्थडे हो, त्यो बर्थडे विस गर्नको लागि हामी गइरहेको हो।
अगाडि सिला मिसला पिछाएर कुदिरहेको छ निसब भाइ पनि माथिबाट पोखराको भिउ यस्तो दामी देखिन्छ तर आज वेदर पनि खास खुल्न त खुल्ला छ गाई नभए माथितिरको हिमाल पनि यस्तो दामी देखिन्थ्यो नि तर माथि आज त बादल लागेको छ है बादलले गर्दाखेरि पनि होला त्यहाँ खासमा नभए हिमाल चाहिँ दामी देखिन्थ्यो क्या अहिले पनि बाटोको अवस्था चाहिँ धेरै अब भनौँ न पुरो प्रब्ली तयार अवस्थामा त छैन काहीँ कसै नेपालको अवस्था यही त हो नि होइन अब सरकारको लागि केही बोल्यो भने उल्टै मुद्दा मामिला के भन्छन् जेलमा पुगिन्छ होइन त्यही भएर अब सरकारकोतिर हामी नजाउँ हामीलाई त्यति चासो पनि भएन आफ्नो गरी खाने मान्छे हो राजनीति भनेको त्यति खासै मलाई मन नपर्ने चिज पनि हो भन्न फरक पर्दैन होइन अहिलेसम्मको लागि चाहिँ अब भविष्यमा चाहिँ यदि राम्रो कुनै आयो भने चाहिँ भन्न सकिन्छ त्यतितिर बस्नुपर्छ नभए ओभरअल त्यहाँबाट कता चित्र हो कि आफै हाल गाइस अब चाहिँ यहाँदेखि यो भिडियो इन्ड गर्नुपर्छ है गाइस किनकि अब हामी भित्रको बाटो जानुपर्छ एकदमै त्यही भएर त्यति खासै रमाइलो पनि छैन भित्रतिर हजुर